हेलो गाइज, म सुमन र आजको भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ ढुङ्गाबाट चाहिँ कसरी आगो बाल्ने भन्ने कुरा चाहिँ सिकाउनु गइरहेको छु। र भिडियो राम्रो लाग्यो भने चाहिँ भिडियोलाई लाइक अनि च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। र अब चाहिँ भिडियो सुरु गरौँ है त। सबैभन्दा अगाडि चाहिँ तपाईहरुलाई चाहिँ सामानहरु चाहिँ डल्सी ढुङ्गा चाहिने हुन्छ। र त्यसपछि चाहिँ हामीलाई चाहिन्छ यो ह्याक्सु ब्लेड। र त्यसपछि चाहिँ हामीलाई चाहिँ जुलो झार चाहिन्छ, यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ तपाईहरुले चाहिँ यो जुलो झारलाई चाहिँ यसरी मार्नु पर्ने हुन्छ मजाले। र माडेपछि चाहिँ यसको भित्रबाट चाहिँ कपास जस्तो निस्किन्छ। र त्यो कपास ननिस्किन्जेलसम्म चाहिँ तपाईहरुले चाहिँ माडिरहनु पर्छ है। अब चाहिँ हामीले चाहिँ माडी पनि सक्यौं, देख्न सक्नुहुन्छ है। माडेपछि चाहिँ यस्तो कपास जस्तो निस्किन्छ है। र यो ढुङ्गाले चाहिँ अलिकति भएन, त्यही भएर चाहिँ हामीले चाहिँ यो ढुङ्गा ल्याएको छ। हामीलाई चाहिँ सबैभन्दा अगाडि चाहिँ यस्तो धार भएको ढुङ्गा चाहिन्छ, त्यसपछि अलि छिटो बल्छ है त। सो अहिले चाहिँ म चाहिँ नयाँ घरमा पनि आएको छु, किनभने चाहिँ तल चाहिँ एकदमै धेरै हावा पनि चलेको थियो र ढुङ्गाबाट निस्केको झिल्का पनि तपाईहरुले चाहिँ देख्नु भएको थिएन होला सायद। र अब चाहिँ म चाहिँ यही घरमा चाहिँ तपाईहरुलाई चाहिँ आगो बालेर चाहिँ देखाउने वाला छु। बल्यो बल्यो बल्यो, देख्न सक्नुहुन्छ गाइज, आगो चाहिँ बलिसक्यो यहाँ। ओ निप्छ, बल्यो बल्यो बल्यो, देख्न सक्नुहुन्छ। यो एकचोटि बलेपछि चाहिँ यो चाहिँ पुरै खत्तम नभइन्जेलसम्म चाहिँ यो चाहिँ बलिबस्छ है। देख्न सक्नुहुन्छ है, मजाले बलिसक्यो। र यो चाहिँ नसकिन्जेलसम्म चाहिँ यो चाहिँ बलिबस्छ है। अनि तपाईहरुले चाहिँ यसलाई चाहिँ बाल्नुको लागि चाहिँ यस्तो घाँसहरुमा चाहिँ राखेर चाहिँ मजाले चाहिँ फुक्नुपर्छ। अनि फुकेर चाहिँ अनि बल्छ है त गाइज। म तपाईहरुलाई बालेर नि देखाउने वाला छु यहाँ। ल हेर्न सक्नुहुन्छ गाइज, आगो चाहिँ बलिसक्यो। सो आजको भिडियो चाहिँ तपाईहरुलाई चाहिँ कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ यस भिडियोलाई लाइक गरिदिनु होला। र यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नुको लागि चाहिँ हाम्रो EXP भेन्चर च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। र हामी मिल्नेछौँ एउटा बबाल भिडियोको साथमा। तबसम्मको लागि बाई बाई, जय नेपाल।